चाहिँ अब हामीले के देख्यो भनेदेखि त्यो एउटा हलो देख्यो र यो ल्याउने हलो र यो एउटा दाने अनि अब ठुलो गराहरू छ र राम्रो फिल्ड भयो भने यो पनि काम लाग्ने कुरो रहेछ यो मेसिन मकै छर्ने हजुर। अब समस्या चाहिँ के छ अब यी सबै चिजहरू चलाउनको लागि भने गोरुको एकदमै समस्या छ। अब यहाँ यो होल हाम्रो बराङ वार्डमा हेऱ्यो भने अहिले लगभग गन्ती गर्दा 4-5 हल गोरु छन् कि अब हिजो पनि मैले गोरु खोज्दा गरेर धन्न हाम्रो होमबहादुर भाइले यी हुँदाखेरि गोरु यहाँ छन्। पहिला चाहिँ थियो, अहिले चाहिँ छ कि छैन थाहा छैन। अनि सोद्धाखेरि धन्न रहेछ यी नजिकै नभए त्यही एक हल गोरु उब्जाउन पनि हामीलाई हम्मे छ। अनि अब त्यसो हुँदाखेरि अब यी चाहिँ गोरुले मात्रै जोत्नु पर्ने हुँदाखेरि अब चाहिँ हामीलाई सोचनीय